हामी पटनामा छ। पटनादेखिको चाहिँ अब हामी पटनाको गाडीमा चढेर यो हो हाम्रो ह्यान्डसम पाला, यो हो हाम्रो भर्खरै नेट जेआरएफ क्र्याक गरेको भाइ तेन्जिङ ढाक्पा। विमल दाइ लु यो बोधगया पुगेको उपलब्धमा एउटा उखान टुक्का गरिदिउँ न त। अर्को अर्को अझै सिउ टुमारो बाटो घुमाउ र। ल ल ल आमा यहाँ छ। आमा आमा कस्तो भएर लागिराख्नुहोस् टकाटक है। अनि उहाँ चाहिँ हाम्रो गुरुजी हुनुहुन्छ, उनका नाम है लालाजी। उहाँ अब हामी जान्दैछ। यो चाहिँ हामी अहिले पटनामा है। लालाजी अभी हम कौन सी जगह पे? अभी हम लोग मसौरी पहुंच रहे हैं। मसौरी पहुँच्दैछ अरे होइन। अब हामी चाहिँ बोधगया गएको। बोधगया यहाँदेखिको कितना देर तक पहुँच जाएंगे लालाजी? बस खाना खाएंगे उसके बाद 2 घंटा लगेगा। हाँ खाना खाएर अब 2 घंटा लाग्छ। सो बोधगया स्टे ट्युन गाइज। ल भन्नु भन्नु पाला भन्नु त। स्टे ट्युन गाइज भन्नु त। विमलले भन्नु त। ये कितने का है लीना? राम्रो छ नि। हेलो हेलो अब हामी कहाँ जाने रे? अब हामी यहाँ भित्र जाने। बाय आमा भन्दै। कति माया गरेको हाम्रो विमल दाइले भर्खर गुम्बाबाट आएर मेरो बुढीलाई गर्मी भयो भनेर कोख ल्याइदिनु भएको। विमल दाइ मजा आउँदैछ है? तपाईँ यता बस्नु न त, म माथि गइदिन्छु नि त। एकछिन यहाँ मजाले बुढीसँग गफ गर्दै बस्नु न। किन खेदाएको भाउजूले आफ्नो श्रीमानलाई? एकछिन रेस्ट गरेर अब कहाँ जाने अरे विमल दाइ? हामी कहाँ जाने रे? निरञ्जन खोला। अहिले हामी भर्खर कहाँ गएर आएको भने त विमल दाइ? अनि के खायो अरे विमल दाइ हामीले? भेटनरीहरूले फेरि के अरे भाउजू? भेटनाइस गरी भेटनरी खाने भन्छ, खाना भन्छ, गरी भेटनाइस भन्छ। के अरे राम्रोसँग भनेर
भियतनामिज चियर्स गरिदिउँ न त भाउजू कोकलाई तपाईँको प्यारो श्रीमानले चियर्स अब यो पछि निरञ्जन खोला जाने है ल टाटा भनिदिनु नि त यता यहाँ हाम्रो बसेको गुम्बाबाट निस्किँदैछ हामी चाहिँ यहाँ तामाङ गुम्बामा बसेको हो यो गयामै छ बहुत गयामै छ नेपाली गुम्बा भन्छ यसलाई अब हामी कहाँ गएको ल बिमल त एउटा उखान टुक्का सुनाइदिउँ ए यो त मिलेन लेभल बिमल दाइ लेभल मिलेन आज भएन बिमल दाइले आज बिमल दाइको भएको छैन अब हामी जाँदैछौँ निरञ्जन खोलातर्फ पछाडि बस्नुहोस् त अरूजना हाम्रो समय लामाको यो रुखमा चाहिँ सबैभन्दा डरलाग्दो तपस्या गर्नुभएको खोलामा गर्न जाँदा चाहिँ उहाँलाई बगाएको हो नि त त्यहाँदेखि चाहिँ उहाँले चाहिँ हुँदैन रहेछ भने मिडल क्लासदेखि बगाएको उता सुजाता भएको ठाउँमा जाँदै त्यतिखेर नै सुजाता चाहिँ खिर चढाएको अन्त एक्सट्रिम चाहिँ यहाँनिर गर्नुभएको 6 वर्षको भनेको त्यो हो नि त 6 वर्षको चाहिँ मोस्ट डिफिकल्ट के भन्नु मोस्ट मेडिटेसन एक्सट्रिम प्र्याक्टिस चाहिँ यो रुखको तल गर्नुभएको खोला त सुकेछ यो खाली चाहिँ खोला यो खोलाले चाहिँ बगाइदिएको थियो नि त यो खोलाले चाहिँ बुद्धलाई बगायो यो रहेछ है निरञ्जन खोला चाहिँ तर अब सुक्यो खोला सब सुक्यो यहाँदेखि चाहिँ भगवान बुद्धलाई बगाएको सुजाताले खिर चाहिँ त्यहाँ चढाएको होइन जान्नु नि भन्छ है फेरि कुनै ठाउँमा मनोहर जङ्गल पनि भन्छ मनोहर जङ्गलको अर्थ चाहिँ जहाँ चाहिँ सुनसान छ त्यसलाई मनोहर पनि भन्छ मनोहर जङ्गल पनि भन्छन् र खासमा न्यारा जानु पनि भन्छन् नि है पेजेन्ट न्यारा जाने थियो अरे यहाँ खासै नेपाली कि लोजु खेसेन मनोहर जङ्गल थियो त पहिला यहाँ चाहिँ खोला थियो रहेछ सानो स्ट्रिम पनि छ बाँकी छैन रहेछ त है ए
यहाँनिर चाहिँ भगवान बुद्धलाई सुजाताले खिर खानिदिनु भएको यही रुखको तल भगवान बुद्धलाई खिर खुवाएको है यहाँनिर चाहिँ। हामी सबैजना पनि खिर खाँदैछ किनभने यो जग्गामा सुजाताले भगवान बुद्धलाई खिर चढाएको हुनाले यहाँ भक्तजनहरूमा खिर बाँड्ने हुँदो रहेछ। यो चाहिँ के हो? यो चाहिँ सुजाताको घर। यो जग्गा चाहिँ सुजाताको घर थियो पहिला। अन्त उहाँ सुजाताको घरलाई एउटा उ देखाउनलाई स्तूप बनाएको थियो। त स्तूप पनि भत्काइदिएको थियो। अब यो चाहिँ खास यो जग्गा चाहिँ सुजाताको घर। यहाँदेखि चाहिँ उहाँसम्म चाहिँ खिर चढाउनु पुग्नु। ए खासमा चाहिँ सुजाताको घर हो है। अघि हामी जहाँ गयो खिर खाएको जग्गामा सुजाता यहाँदेखि हिँडेर चाहिँ त्यहाँ भगवान बुद्धलाई चाहिँ खिर चढाउन जानुभएको हो। यहाँ चाहिँ अब हामी स्लिपिङ बुद्ध भएको जग्गामा आइपुगेको हो। लेट्स गो अपस्टेयर्स एन्ड सी द म्याजेस्टिक स्लिपिङ बुद्ध। उहाँ चाहिँ स्लिपिङ बुद्ध हो। यस्तो रहेछ स्लिपिङ बुद्धको भ्यू चाहिँ एकदम ठुलो। Buddhist monk training school, Buddha International Welfare Mission, 300 वेतन होला अब यो चाहिँ भेटनामिसको रहेछ। यो हलमा चाहिँ काजी मेला हुने जग्गा अरे। यहाँ चाहिँ काजी मेला हुन्छ। विमल दाइ नमस्ते। यहाँ के हुन्छ अरे? काजु होइन काग्यू। के हुन्छ अरे? कागी मेला रमाइलो भइरहेछ नि। कागी मेलामको लागि के उखान टुखा भन्ने हो कि भन्नु हुँदैन है? एकताल भनी हेर्नु न त। भनेर हेर्नु तिमीले राम्रो गरी मलाई हेर्नु। यो त मिलेन मिलेन। मिल्यो 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 अब पानी पिलो। यो चाहिँ मिल्यो ल। यो जग्गा के अरे? बुद्ध गया कागी अब लाग्नु त्यो चाहिँ कागी मेलामको के अरे लामाला? ऊ त्यो चाहिँ के भन्नु? टेन्ट। ए टेन्ट। सबै कागी मेलामको टेन्ट। जस्तै ख्याम्बो रिम्पोछे जस्तै अब गुम्बा
म अब आफ्नो गुम्बाको चाहिँ दोस्रो लोकल कल्चर मास्टर हुन्छ नि उहाँहरूको लागि छुट्टै व्यवस्थापन गरिन्छ बस्ने ठाउँ अनि अन्य भिक्षुहरूको लागि चाहिँ अनि टेन व्यवस्था हुन्छ टेनमा होइन बाहिर पाल टाइम कस्तो लाग्यो बिमल दाइ बुद्ध जाँदैछु कस्तो दामी हैดังนั้นเนี่ยนะครับอาจจะพระพุทธเจ้าเนี่ยนะครับไม่ใช่สักยะมุนีพุทธเจ้าอย่างของเรานะแต่ของเขาเป็นอามิตรพระพุทธเจ้าอยู่ที่ไหนอยู่ที่แดนสุขาวดีหรือเรื่องสุขของคุณใช่ไหมครับที่อยู่ไหนพระพุทธเจ้าองค์เดียวกันนั่นแหละนะครับดังนั้นเนี่ยท่านเป็นल बिमल दाइ एकछिन है ल ल ल ल ल बिमल दाइ भयो ल नाच्नु त छातीको पोकाहरू नि बिमल त उता जानु न उता लाइटमा ल भयो भाउजू जानु